एक एक को हिसाब लङ्गौटी उत्रिने गरी देखाइदिने मान्छेको नाम रवि लामिछाने हो। नचलाउनु मलाई, प्लिज लिभ मी अलोन, लेट मी वर्क। छोडिदिनुहोस् मलाई। सक्नुहुन्न यार, सक्नुहुन्न त, सक्दै त सक्नुहुन्न। कहिलेसम्म सक्नुहुन्न भने जबसम्म मैले इमान गुमाउन्न। इमान गुमाएको दिनमा मलाई तपाईँ चाहिँदैन, एउटा कुनै नि भुसनाले ढालिदिन्छ मलाई। मसँग केही चिज छ भने त्यो इमान हो। तपाईँले नदेखे पनि त्यति एउटा इमानको बलमा म अगाडि बढेको छु। भगवान बुद्ध जब बुद्धत्व प्राप्त गर्न भनेर एउटा उद्देश्य बोकेर निस्किनु भयो, त्यतिखेर दरबार छोडेर यो मान्छे हिँडेको छ भनेर उसलाई यसो गरे सबैले, ए धारे अगाडि बुद्ध अगाडि बढेको बढै छन्, पछाडि फर्केको छैन। त्यतिखेरका 12 भाइहरू लगायतकाहरू सेना रामेश टाइपकाहरू, त्यो हाम्रो विश्वदीप भाइ पनि छन्, आफ्नै दाई भाइ साथी मेरो, केही फरक पर्दैन। उसलाई उता कहिले गगनको खानु परेछ, कहिले देउबाको खानु परेछ, कहाँको खाने कन्फ्युज। कहिले काहीँ त्यो वाक्क हुँदाखेरि उसलाई मैले कहाँको खाएकै बिर्सिनु रहेछ। झुकेर गगनको सपोर्टमा लिनुपर्ने ट्विट देउबाको सपोर्टमा भइरहेछ। टेन्सन लखटिरहेछ पुरा, होइन लखटिरहेछ, पुरै लखटिरहेछ। बुद्ध आफ्नो बाटोमा हिँडेछ, लखेटेको छ। बुद्धले आफ्नो काम गर्दै गए, पछाडि ध्यान दिएनन्, आफ्नो बाटोमा अगाडि बढ्दै गए। जब उनी बुद्ध भए, जब उनी आफ्नो उद्देश्य प्राप्त गरे, त्यतिखेर बल्ल बुद्धले फर्केर हेर्दा ठुलो भिड थियो। तर त्यो भिडमा एउटा फरक थियो, यसो गर्ने हातहरू यसो भइरहेको। यसैलाई ज्ञान बनाएर म अगाडि बढेको छु। यही मूल मन्त्र बोकेर म अगाडि बढेको छु। मैले यति भन्नु पर्थ्यो, मैले यसै गरी भन्नु पर्थ्यो, किनभने यसै गरी बुझ्ने नेपाली, तल बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बुझाउने हो। मैले 5 स्टार होटलमा बसेर देश कसरी यसलाई कसरी मन्त्री बनाउने यार, कसलाई फाल्ने यार, कसलाई सचिव लाने भन्ने मान्छेले मेरो कुरा नसुनोस् नहेरोस्, मलाई त्यसको परवाह छैन। मलाई